ऐतिहासिक रूपमा नेकपा एमालेको श्रद्धेय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजीले एउटा नमुनाको रूपमा उहाँले एउटा वडामा गएर उद्घाटन गर्नुहुन्छ। त्यसपछि हामीले आफ्नो किसिमको देशभरिका वडा कमिटीहरू चाहिँ आफ्नो ढङ्गले गठन गर्ने, अधिवेशन सम्पन्न गर्ने कामहरू पहिले हुन गइरहेको छ। त्यसकारणले पनि आज हामी 1 नम्बर वडामा छौँ र हाम्रो वडा अध्यक्षहरू अहिले यहाँ वडा संगठन कमिटीबाट वडा अधिवेशन सम्पन्न गरेर आउनुभएका कमरेडहरू, अध्यक्ष कमरेड 1 नम्बरको अब अहिले भर्खरै हाम्रो रमेश यान्छेन कमरेड हुनुभयो भने 2 नम्बरमा चाहिँ राज्यराम सुवाल अध्यक्ष हुनुभएको छ। त्यस्तै गरिकन 3 नम्बरमा हाम्रो उज्जवल शिल्पकार अध्यक्ष हुनुभएको छ भन्ने, त्यस्तै अहिले 5 नम्बरमा भइरहेको छ। 9 नम्बरमा त्यसरी पनि अब हाम्रो वडा संगठन कमिटीबाट अधिवेशनबाट निर्वाचित भएर हाम्रो नेपाल कम्युनिस्ट पार्टीले लिएका कार्यक्रमहरूको बारेमा, नीति र सिद्धान्तहरूको बारेमा व्यापक रूपमा हामीले प्रचार प्रसार गर्दै र एउटा राष्ट्र र जनताको लागि आवश्यक घाँसबास कपासका पूर्वाधारसँग सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानका साथ अगाडि बढाउनको लागि हामीले जसरी नेकपा एमालेले लिएका कार्यक्रमहरू थिए ती कार्यक्रम लागू गर्न अझै सशक्त ढङ्गबाट हामीले आफ्नो सङ्घर्षका पाइलाहरूलाई अगाडि बढाउनु पर्ने, हामीले बढीभन्दा बढी जनसमुदायलाई सङ्गठित बनाएर यो अभियान, यो हामीले सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानको कार्यक्रमहरूलाई व्यापक रूपमा परिचालित गर्नुपर्ने आवश्यकता रहेको कारणले पनि यो अधिवेशनले सक्षम नेतृत्वहरू चाहिँ निर्माण गर्नुपर्ने आवश्यकता हुन्छ। म सर्वप्रथम ती 3 वटा वडाबाट अध्यक्ष